अहिले कतिको डर लाग्छ रवि लामिछानेसँग? कसलाई? तपाईहरूलाई, काङ्ग्रेस एमालेलाई? एउटै केसमा एउटा उदाहरण दिन चाहन्छु। ऋषिकेश पोखरेलका परिवार, उहाँका श्रीमतीलाई पनि सहकारी केस लागेको थियो। तत्कालीन अवस्थामा रवि लामिछानेलाई पनि सहकारी केस लागेको थियो। ऋषिकेश पोखरेलकी श्रीमती त्यही दिनमा अदालत पेश हुने, त्यही दिन धरोटी बुझाएर निस्कने। रवि लामिछानेलाई चाहिँ त्यसै भएर घुमाउने एमाले काङ्ग्रेस सरकारको जुन त्यो पराकाष्ठा गर्यो नि, त्यसको पनि जुन प्रतिशोध उहाँले भनिरहनु भएको छ, त्यो प्रतिशोध पनि त जनताले हेरिरहेका रहेछ नि, होइन? यसपटक निकाले अनि त न्यायालयले जान्ने कुरा हो नि। त्यसमा सरकारलाई मुस्न मिल्दैन, नम्बर 1। नम्बर 2, मैले के भन्छु, मैले तपाईँलाई भनिरहेको छु, न्यायालयमा पनि काङ्ग्रेस र एमालेका न्यायाधीशहरू थिए नि त, उनीहरूले नियुक्त गरेका आफ्ना पकेटका। तपाईँहरूले अदालतदेखि लिएर अख्तियारदेखि लिएर मानवाधिकारदेखि लिएर सबै ठाउँमा राजनैतिक भागवण्डा गर्नुभएको हो नि त, होइन? विश्वविद्यालयमा राजनैतिक भागवण्डा गर्नुभएको, त्यस कारणले गर्दाखेरि विश्वविद्यालय बिग्रियो, त्यस कारणले गर्दाखेरि नेकपा एमालेसँग जोडिएको, नेकपा एमालेका नेताले पैसा बुझाएको, नेपाली काङ्ग्रेसको मान्छेलाई चाहिँ रिजाएको, त्यस्तो हुन पाइएन नि त। त्यो गलत कुरा नगर्नुहोस् कि। कुनै व्यक्तिले हेर यहाँ बेठिक गरौँ भन्ने हो नि, एकदम तथ्यसहित भन्ने हो। तथ्यसहित भन्दाखेरि ब्लेम लाउने गरी कुरा गर्न हुँदैन के। सबैको नियुक्त भएका न्यायाधीशहरू नेकपा एमालेको कार्यालयमा पुगेका हुन् कि होइनन्? मलाई थाहा छैन। थाहै छैन तपाईँलाई? त्यत्रो समाचार आयो, तपाईँले पढ्नु भएको रहेछ। त्यो अनि थ्याङ्क यू भन्न को जाँदैन भने कि पार्टी कार्यालयमा जान्छ त न्यायाधीशहरू? कुरा होइन, को गयो पार्टी कार्यालयमा? न्यायाधीशहरू प्रधानमन्त्रीलाई भेट्न गए पार्टी कार्यालय गएको हो त? प्रधानमन्त्रीलाई भेट्दा प्रधानमन्त्री कार्यालय हुन्छ होला नि, संरचना हुन्छ। अनि प्रधानमन्त्री पार्टी कार्यालय गएर बस्नु भएको थियो त? भन्दा यस्ता कुरा नगरौँ कि। यो सामान्य हाम्रो संस्कार पनि हो के। उनीदेखि लिएर त्यही तपाईँले कोभिड भन्नुभयो, जहाँसम्म तपाईँले भदौको घटनाको कुरा गर्नु, गिरिबन्धु प्रकरण आयो जसमा तपाईँ पनि मुसिनु भएको त्यो त भनिरहेछ त 1000 पटक छाना भनेर। राष्ट्रपति सरकारले अब फटाफट नेकपा एमालेले गरेका, केपी शर्मा ओलीले गरेका, काङ्ग्रेसले गरेका, नेपालले तत्कालीन माओवादीले गरेका सबै प्रकरणहरूको म एमालेको सचिवको हैसियतले के भन्छु भने, राष्ट्रिय स्वतन्त्र पार्टीको 2/3 सरकार बन्दैछ। सबभन्दा पहिले एमालेसित जोडिएका पहिले गरिदिनुहोस्, अरूका पछि गर्दै गर्नु होला। सुरु गर्नुहोस्, केपीबाटै सुरु गर्नुहोस्। फाइल खोल्दाखेरि त केपी शर्मा ओलीहरू तत्काल कानुनी हाल्ने अवस्था छ नि त, होइन? सरकार त्यो सजायको लागि, कठघरामा उभिनको लागि केपी ओलीलाई दोषी ठहर्याउने भनेको त पूर्वाग्रहपूर्ण हुन्छ। पूर्वाग्रहपूर्ण खालको काममा सरकार अगाडि बढ्यो भने सरकारलाई चल्न गाह्रो हुन्छ। त्यो भनेको के हो? सरकार त चलिहाल्छ नि, सरकारसँग 2/3 करिब मत छ। त्यो त सरकार चलाएर मात्रै भएन नि, देशलाई द्वन्द्वमा लाने, फेरि त्यस्तै घटनाहरू कारबाही गर्ने गरी आयो भने त द्वन्द्व नै हो। सरकार चल्दैन। कसरी चल्छ? मुलुकलाई द्वन्द्वमा लगाएर सरकार चल्छ? मलाई लाग्छ इतिहासले उहाँलाई यस्तो जिम्मा दिएको छ, उहाँहरूलाई धेरै महत्त्वपूर्ण जिम्मेवारी इतिहासले सुम्पिएको छ। त्योप्रति उहाँहरू गम्भीर हुने, यो ऐतिहासिक जिम्मेवारीलाई